Hello everyone, welcome to my channel. आज हामी केही इन्टरनेसनल इडियम्सहरू सिक्छौँ है त। सो पहिलो चाहिँ अमेरिकन ड्रिम्स भनेको चाहिँ नि तपाईँ अमेरिकामा गएपछि तपाईँ जस्तो ब्याकग्राउन्डबाट आएको जहाँबाट आए पनि तपाईँले यदि अमेरिकामा गएर मेहनत गर्नुभयो, डिसिप्लिन भएर काम गर्नुभयो भने चाहिँ तपाईँले पैसा, फेम सबै कुरा पाउन सक्नुहुन्छ भन्ने एउटा फिलोसफी हो हैन। सो द्याट इज कल्ड अमेरिकन ड्रिम्स। अर्को चाहिँ छ गो डच भनेको चाहिँ नि कुनै पनि केही चिजको बिल आयो र त्यसलाई स्प्लिट गरेर सबै साथीहरू मिलेर पैसा तिर्यो भने चाहिँ त्यसलाई के भन्छ गो डच। जस्तो तपाईँ रेस्टुरेन्टमा कतै खान जानुभयो होइन र तपाईँहरूले चाहिँ त्यो बिललाई स्प्लिट गर्नुभयो र सबैजनाले अलिअलि पैसा दिएर तिर्नुभयो भने चाहिँ द्याट इज कल्ड गो डच। अर्को चाहिँ हुन्छ डच करेज भनेको चाहिँ नि करेज जुन चाहिँ तपाईँ रक्सी खाएपछि आउँछ होइन। रक्सी खाएपछि हामीले देखाएको छौँ मान्छेहरू कति धेरै एकदम ठुल्ठुलो स्वरमा बोल्ने, कोहीदेखि नडराउने हुन्छ नि, द्याट इज डच करेज। अर्को चाहिँ हुन्छ चाइनिज विस्पर भनेको चाहिँ नि एउटा कुरा चाहिँ तपाईँले एकजनालाई भन्नुभयो, दुईजनालाई भन्नुभयो होइन, त्यस पछाडि चाहिँ त्यो 10-15जना 20जना हुँदै गएपछि चाहिँ त्यो पुरै सेन्टेन्स नै चेन्ज भएर जान्छ होइन, त्यो मोडिफाई हुँदै जान्छ इच वर्सनमा। फर इक्जाम्पल तपाईँले भन्नुभयो हाम्रो इङ्ग्लिसको सरको त त्यो कलेजको एउटा सेकेन्ड इयर केटीसँग अफेयर छ भनेर भन्नुभयो होइन। त्यस पछाडि तपाईँले एकजनालाई भन्नुभयो, उसले अर्कोलाई भन्दा चाहिँ नि होइन सर लास्टमा पनि सरको अफेयर छ भन्ने सब मात्रै हुन्छ, त्यसको कहाँ कसरी थाहा हुँदैन होइन। सो त्यस्तो कि धेरैजनालाई भन्दाखेरि त्यो कुरा मोडिफाई हुँदै जान्छ अनि बिचको कुराहरू छुट्दै जान्छ अथवा कुनै एड हुँदै जान्छ होइन, त्यस्तोलाई चाहिँ नि चाइनिज विस्पर भन्छ होइन। अर्को चाहिँ हुन्छ फ्रेन्च लिभ भनेको चाहिँ नि तपाईँले कसैलाई लिभको नोटिस नदिइकन सुटुक्क एब्सेन्ट हुनुलाई चाहिँ नि फ्रेन्च लिभ भन्छ होइन। अनि अर्को चाहिँ हुन्छ मेक्सिकन स्ट्यान्ड अफ भनेको चाहिँ यस्तो सिचुएसन छैन जहाँ चाहिँ कसैको पनि जित हुँदैन। फर इक्जाम्पल तपाईँले देख्नुभयो होला तिनजनाले एकअर्कालाई यस्तो गोली ताकिरहेछ होइन, ए मान्छेले बीलाई ताकिरहेछ, बीले सीलाई ताकिरहेछ, सीले एलाई ताकिरहेछ होइन, त्यो ट्रायङ्गलमा सबैलाई बन्दुक ताकिरहेछ। सो त्यसमा कसैको पनि जित हुँदैन, द्याट इज कल्ड मेक्सिकन स्ट्यान्ड अफ होइन। त्यस पछाडि हुन्छ जुइस मदर भनेको चाहिँ एकदम केयरिङ, एकदम माया गर्ने आमालाई चाहिँ जुइस मदर भन्छ। अर्को चाहिँ हुन्छ पलिस जोक भनेको चाहिँ एकदम रुड जोक, क्या एकदम मान्छेलाई एकदम हुन्छ नि ह्युमिलिएट गर्ने खालको जोक हुन्छ, त्यसलाई चाहिँ नि पलिस जोक भन्छ होइन। त्यसपछि हुन्छ रसियन रोलेट भनेको चाहिँ रोलेट भन्ने थाहा छ तपाईँहरूलाई? रोलेट भनेको जुन हामीले त्यो मुभीहरूमा देख्छौँ नि, त्यो क्यासिनोहरूमा यत्रो ठुलो गोल चक्का त्यसमा नम्बरहरू हुन्छ, त्यसमा नि एउटा बल राखिन्छ अनि त्यो घुम्छ अनि एउटा नम्बरमा गएर बस्छ, जुन नम्बरमा बस्यो अनि त्यो नम्बरको मान्छे चाहिँ विन हुन्छ, द्याट्स कल्ड रोलेट। अनि त्यसपछि रसियन रोलेट भनेको चाहिँ एकदम रिस्की गेम के, त्यस्तो एकदम रिस्की सिचुएसन, त्यस्तोलाई चाहिँ के भन्छ रसियन रोलेट भन्छ होइन। अर्को चाहिँ छ त्यति नै हो आजको लागि। I hope you like it. Please don't forget to like and subscribe. Bye.